गाउँघरतिर एउटा उखान छ, म पछार्न त पछार्ने थिएँ तर मलाई खुट्टै टेक्न दिएन। यस्ता थुप्रै विधेयकहरूलाई कानुनको रूप दिनको लागि हामी तल्लिन्छौँ र त्यो गर्न सकिन्छ र गर्छौँ, तर संसदै चल्न नसक्ने परिस्थिति निर्माण भइरहेको छ। संसदै नचलेको सन्दर्भमा सङ्घीय निजामती सेवासँग सम्बन्धित ऐन पनि अड्केर बसेको छ। विद्यालय शिक्षा सेवासँग सम्बन्धित विद्यालय शिक्षा ऐन बन्न नसकेर अड्किएको छ भने यस्तै गरी थुप्रै कुराहरू अड्किरहेका छन् र यी अड्किने परिवेश र परिस्थितिलाई अन्त्य गर्नको लागि सबैले भूमिका निर्वाह गर्नुपर्छ। संसदलाई प्रभावकारी पार्ने कुराहरूमा कसरी प्रभावकारी पार्न सकिन्छ, मत फरकहरू विचार फरकहरू खेल्ने र एउटा निष्कर्षमा पुर्याएर त्यसलाई कानुन गर्ने थलोको रूपबाट र खास गरिकन कानुन बनाउने र कानुन कार्यान्वयन गर्ने संस्थालाई नियमन गर्ने सरकारलाई प्रभावकारी बनाउने सर्वोच्च निकायलाई त्यसरी सञ्चालन गर्ने विधि के हुन सक्छन्, यो हाम्रो सन्दर्भमा पनि हामीले सोच्नु जरुरी छ।